विषयमा छ। जति पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मालदोभा आउन चाहँदै हुनुहुन्छ र मालदोभाको लागि प्रोसेस गर्दै हुनुहुन्छ भने के कुराहरू हामीले जान्नुपर्ने, के कुराहरू ल्याउनु पर्ने सबै प्रक्रिया पुऱ्याएर तपाईँहरूलाई म भिडियोमा सुनाउने छु र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आएको एनसेल सिम होला, कतिको एनटिसी होला। एनटिसी चाहिँ नल्याउनुहोस्, एनसेल लिएर आउनुहोस्। किन एनसेल लिएर आउनुहोस् भने एनसेल सिम यहाँ चल्छ गाइज। सो अल राइट गाइज, द न्यू डे विथ द न्यू भ्लगको साथमा म आइसकेको छु। अल माई युट्युब भ्युयर्सहरू सन्चै हुनुहुन्छ भन्दै म पनि एकदम सन्चै छु। र आजको भिडियो टपिक्स बाहिर टाइटल र थम्बनेलबाट पनि तपाईँले थाहा पाइसक्नु भएको छ, मालदोभाको विषयमा छ। जति पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मालदोभा आउन चाहँदै हुनुहुन्छ र मालदोभाको लागि प्रोसेस गर्दै हुनुहुन्छ भने के कुराहरू हामीले जान्नुपर्ने, के कुराहरू ल्याउनु पर्ने सबै प्रक्रिया पुऱ्याएर तपाईँहरूलाई म भिडियोमा सुनाउने छु र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र च्यानलमा नि हुन्छ भने च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला, किनभने यस्तै दामी मालदोभाको विषयको भिडियो म तपाईँहरूको सामु लिएर आउने छु भन्दै भिडियोलाई सुरु गरौँ। सुरुमा त साथीहरू यो मालदोभा कन्ट्री युरोप भए पनि एउटा युरोपको सानो कन्ट्री हो। त्यो हुँदाखेरि यो कन्ट्री मेन त सेन्जेन भएको छैन, तपाईँलाई थाहै छ होला, कतिलाई थाहा नहुनसक्छ। सेन्जेन नभएकोले गर्दाखेरि हामीले यो कन्ट्रीबाट अर्को ठाउँ जानु एकदमसँगले मिल्दैन। अनि यो कन्ट्री चाहिँ एक साइडमा रोमानिया छ भने एक साइडमा युक्रेन छ, त्यहाँ पनि जानुलाई पनि हामीले एकदम गाह्रो हुन्छ। र यो कन्ट्री चाहिँ पहिले रोमानियासँगै मिलेको थियो, तर पछि चाहिँ छुट्टिएको छ। त्यो हुँदाखेरि अहिले चाहिँ यो कन्ट्री हामी रोमानिया जान पनि सक्दैनौँ। त्यो हुँदाखेरि हामीले यो देशबाट अर्को देशमा जानको लागि अहिले एकदम गाह्रो छ। र 2-3 वर्ष बसेपछि केही प्रक्रियाहरू पुऱ्याएर जान भने सक्छौँ भन्ने कुरा भएको छ। जस्तै फ्रान्स, जर्मन, त्यस्तै अरू कुन चाहिँ कन्ट्री जाने भन्ने कुरा छ। अनि त्यहाँदेखि अर्को कुरा भने अहिले 2026 भने 2028मा 2 इयर्स पछाडि चाहिँ सेन्जेन हुने कुरा छ। अब होप हुन्छ हुँदैन, भए त अझ राम्रो हो, अब भएन भने पनि केही छैन। अनि अर्को कुरा भने साथीहरू यो कन्ट्रीमा तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले रोमानिया भाषा सिक्नु भएको छ भने अझ राम्रो, छैन भने इङ्ग्लिस भए पनि सिकेर आउनुपर्ने छ, किनभने यहाँ 90% रोमानिया भाषा चल्छ। त्यो हुँदाखेरि अब केही कुराहरू हामीले बसहरूसँग म्यानेजरहरूसँग कुरा गर्नुपर्ने हुन्छ, यताउता राख्नुपर्ने हुन्छ, कति कुरा हामीले सोध्नुपर्ने हुन्छ, रिक्वेस्ट गर्नुपर्ने हुन्छ। त्यो कुरा चाहिँ हामीले इङ्ग्लिसबाट सोध्यो भने उनीहरूले इङ्ग्लिस बोल्छ, त्यो हुँदाखेरि जान्दछौँ। तर इङ्ग्लिस पनि आएन, रोमानिया भाषा पनि आएन भने हामीले एकदम गाह्रो छ, किनभने यिनीहरूले इङ्ग्लिस बोल्छ अनि रोमानिया भाषा बोल्छ। नत्र हामीसँग अब अरू केही कुराहरू आएन भने साङ्गीतिक भाषामा यसरी हातको इसाराले देखाउने, कि नत्र ट्रान्सलेट छ। त्यो हुँदाखेरि इङ्ग्लिस जान्नुभयो भने एकदमै राम्रो हुन्छ गाइज। त्यो हुँदाखेरि तपाईँले इङ्ग्लिस सिकेर आउनुहोस्, एकदम राम्रो हुन्छ। अब रोमानिया भाषा त यहाँ आएपछि 1-1.5 वर्षबाट सिकिन्छ होला। 90% रोमानिया भाषा चल्छ गाइज। अनि अर्को कुरा गाइज, तपाईँहरू यो कन्ट्रीमा आउँदै हुनुहुन्छ र आउने सोचमा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ यो कन्ट्रीमा चाहिँ तपाईँहरूको स्यालेरी भयो, अनि ड्युटी टाइम, हप्तामा कति दिन छुट्टी हुने, अनि बेसिक स्यालेरी, खाना बस्न सबै कुरा बुझेर आउनुहोस्। किनभने यहाँ कस्तो मालदोभामा चाहिँ भइरहेको छ भने भनेको स्यालेरी भन्दा कसैले कम दिइरहेको छ, धेर त दिने कुरा हुँदैन, कसैलाई बराबरी नै दिइरहेको छ। त्यो हुँदाखेरि बुझेर आउनुहोस्। अनि अर्को कुरा भने खाना बस्न कम्पनीले दिन्छ दिँदैन, त्यो भनेको कम्पनी अनुसार फरक हुन्छ। कसैलाई खाना बस्नै दिन्छ भने कसैले खाना मात्रै दिन्छ, कसैलाई बस्न मात्रै दिन्छ। अनि खाना बस्नै दिनेलाई चाहिँ कस्तो हुन्छ भने गाइज, खानेकुराहरू चाहिँ उनीहरूले प्रोभाइड गरिदिने, हामीले आफै पकाएर खानुपर्छ। उनीहरूले पकाएर दिएको रेडिमेड खानेकुरा हुँदैन, त्यो हुँदाखेरि पकाएर खानुपर्ने हुन्छ। अनि अलिअलि किचनको सामानहरू दिएको हुन्छ, सबै दिएको हुँदैन। त्यो हुँदाखेरि तपाईँले सकेसम्म नेपालबाट कुकर लिएर आउनुहोस्, कराईहरू के किचनमा तपाईँहरू युज गर्नुहुन्छ ल्याउनुहोस्। अब सबै त साध्य हुँदैन, त्यो हुँदाखेरि टिकट ल्याउनुहोस्। अनि यहाँ इन्डक्सन चुल्हा मात्रै हुन्छ, त्यो भएर इन्डक्सन चुल्हामा युज हुने कुराहरू मात्रै ल्याउनुहोस्। तपाईँहरूले यहाँ ग्यासमा युज हुने हुँदैन, त्यो हुँदाखेरि इन्डक्सनमा हुने कुराहरू ल्याउनुहोस्। अनि अर्को भनेको यहाँ तपाईँहरू जति पनि अब मालदोभा आउँदै हुनुहुन्छ र अरू कन्ट्री पनि जानेहरूले प्रायः अब पैसा साटेर आउँछ, यहाँ चाहिन्छ। सुरुमा त स्यालेरी आउँदैन 1 महिना जति, त्यो हुँदाखेरि तपाईँहरूले पैसा ल्याउँदाखेरि चाहिँ यहाँ चाहिँ युरो लिएर नआउनु। सुरुमा हामी बुढाबुढीले पनि युरो पैसा लिएर आएको, तर युरो पैसा यहाँ नचल्ने भएर लास्टमा यहाँ चाहिँ एमडिएल लिउ भन्छ, त्यो चल्छ। तर यहाँ चाहिँ होस् युरो पैसा नचले पनि एक्सचेन्ज गरिदिन्छ एमडिएलमा। हामीले चाहिँ एक्सचेन्ज गऱ्यौँ, तर एक्सचेन्ज गर्नु लागि हामीलाई थोरै ट्याक्स लाग्छ। अनि ट्याक्स लाग्यो भने अलिकति पनि हामीले घाटा हुन्छ। त्यो हुँदाखेरि सुरुमै तपाईँहरूले यसरी एमडिएल लिएर आउनु भने सजिलो हुन्छ, ट्याक्स काटिँदैन। किनभने यस्तो म आउँदाखेरि सुरुमा यसरी जानकारीमूलक भिडियो मैले देखिनँ पाइनँ, त्यो हुँदाखेरि म चाहिँ त्यस्तो भएकोले गर्दा तपाईँहरूलाई चाहिँ त्यस्तो दुःख नपाओस् भनेर मैले यो सन्देशमूलक भिडियो बनाउँदैछु गाइज। अनि अर्को कुरा भनेको गाइज, तपाईँहरूले मालदोभा आउँदाखेरि एकदम वेदरको कुरा गर्नुहुन्छ भने -6 डिग्रीसम्म पनि चिसो हुन्छ, गर्मी ठिकैको छ, त्यस्तो खतरा पनि हुँदैन, त्यस्तो नहुने भने ठिकैको हुन्छ। गर्मीको ठिकै लुगा ल्याउनुहोस्, जाडाको च्यात्दै ल्याउनुहोस्। -6 डिग्री
सम्म जाडो भनेको धेरै जाडो हो। यहाँ हिउँ पर्छ गाइस, हिउँ 2-3 महिना हिउँ पर्दा एकदमै गाह्रो हुन्छ, एकदम गाह्रो हुन्छ। रुमभित्र पुरा हिटर राखिदिएको हुन्छ, त्यो हुँदाखेरि जाडोको चाहिँ लुगा एकदम दामीसँगले ल्याउनुहोस्। यहाँ नपाउने होइन, अब तपाईँहरूले भन्नुहुन्छ होला यहीँ पाउँछ उतै किन्छु, तर यहाँ एकदम महँगो छ सामानहरू गाइस। त्यो हुँदाखेरि तपाईँहरूले अब हामी त्यहाँ कमाउनु आएको, धेरै थोरै भए पनि बचाउनु पर्ने हुन्छ। अब कमाउने हिसाबले आउनुहुन्छ, अब कसै चाहिँ अब घुम्ने हिसाबले हुन्छ तपाईँहरूको कुरा हो, तर कमाउने हिसाबमा आउँदै हुनुहुन्छ, 1-2 रुपियाँ पनि बचोस् भन्नुहुन्छ भने उतैबाट कति प्राय कुरा ल्याउनु पर्ने हुन्छ गाइस। त्यो हुँदाखेरि धेरै कुरा उताबाट प्रोभाइड गर्नुपर्ने हुन्छ तपाईँहरूले। अनि अर्को कुरा गाइस, तपाईँहरूले यहाँ चाहिँ नेपालमा जस्तो चार्जर युज हुँदैन। त्यो हाम्रो जुन चार्जरको टाउको हुन्छ त्यो प्लग यहाँ मिल्दैन, त्यो हुँदाखेरि तपाईँले एउटा मल्टिप्लग ल्याउनुहोस्। यहाँ नपाउने होइन, यहाँ पनि मल्टिप्लग पाउँछ, तर यहाँको 300 जति पर्छ लगभग। नेपालको 2000-3000मा ज्यादा पर्छ, तर 500-600-700-800मा एउटा राम्रो मल्टिप्लग आउँछ। त्यो हुँदाखेरि तपाईँले उतैबाट ल्याउनु भयो भने भोलिको दिनमा राइस कुकरहरू युजहरू गर्नुभयो भने पनि एकदम राम्रो हुन्छ मल्टिप्लगमा। त्यो हुँदाखेरि मल्टिप्लग उतैबाट ल्याउनुहोस्, यहाँ एकदम महँगो पर्छ, तपाईँले उतैबाट प्रोभाइड गर्नुभयो भने राम्रो हुन्छ गाइस। अनि गाइस अर्को कुरा भनेको तपाईँहरू मालदामा आउँदाखेरि तपाईँहरूले कति प्रायको एनसेल सिम होला, कतिको एनटिसी होला। एनटिसी चाहिँ नल्याउनुहोस्, एनसेल लिएर आउनुहोस्। किन एनसेल लिएर आउनुहोस् भने एनसेल सिम यहाँ चल्छ गाइस। एनसेल सिम जे होस्, यहाँबाट एनसेलबाट फोन गर्नु लागि भन्दा पनि तपाईँहरूले अब त्यो नम्बरबाट, एनसेल नम्बरबाट तपाईँले जिमेल आइडी, फेसबुक आइडी के बनाउनु भएको हुन्छ नि, त्यो चाहिँ अब तपाईँहरूले रिसेट गर्नु पऱ्यो, नयाँ पासवर्ड चेन्ज गर्नुभयो भने तपाईँहरूको त कोड त आउने त सिममा हो, अनि त्यो सिम त नेपालमा छ। त्यो हुँदाखेरि तपाईँलाई गाह्रो हुन्छ, तर यहाँ ल्याएर आउनुभयो भने यहाँ सिम चल्छ। त्यो एक्सचेन्जहरू गर्नु केहरू हामीले मिलाउनुको लागि त्यो सिम ल्याउनु भयो भने यो सिम चल्छ। त्यो हुँदाखेरि तपाईँलाई सजिलो हुन्छ। मैले चाहिँ नेपालमै छोडाके बुढीले चाहिँ लिएको छ, एकदम चलिरहेको छ, एनसेलको मेसेजहरू पुरै आइरहेको छ, अनि यो कोडहरू केहरू फेर्दाखेरि कोडहरू मजाले आइरहेको छ। त्यो हुँदाखेरि तपाईँले एनसेलको सिम ल्याउनुहोस् साथीहरू। भन्दै यस्तै जानकारीमूलक भिडियोहरू तपाईँहरूको सामु म अझै पनि लिएर आउनु छु मालदाको विषयमा। तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदमसँगले धेरै कुराहरू ल्याउनु पर्ने, धेरै कुरा बुझ्नुपर्ने हुन्छ, र तपाईँहरूले एकदम तपाईँहरूको जिज्ञासा छ भने कमेन्ट गर्नुहोस्। तपाईँहरूको कमेन्टलाई मध्यनजर गर्दै फेरि अर्को भिडियो लिएर आउँछु। र अहिलेसम्म मेरो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै फेरि नेक्स्ट भिडियोमा भेट्छौँ साथीहरू। ल दर्शकहरूको लागि थ्याङ्क यू सो मच फर माई वाचिङ भिडियो।